अब चाहिँ म भन्जिङमा जाँदैछु साथीहरू साबुनहरू लिनलाई नहुने पौडिने गर्ने आज चाहिँ अब म चाहिँ भाथारै हिँडिसकेको छु। अब केटाहरू चाहिँ त्यहाँ पसलमा गइसकेका छन्, आइसकेको छ होइन। अब यहाँ अब चाहिँ यता माथि केटाहरू छन्। झोलै बोकेर हिँड्ने तुइरे फेरि हामी सामान छुटेर फेरि दोकानतिर हिँडेछौँ होइन। केटाहरू चाहिँ त्यहाँ दुईजना तलतिर झरिसकेछन् होइन। अब चाहिँ यस्तो ठाडो घाममा हामी चाहिँ खोला किन हिँडेको भन्दा चाहिँ मैले अहिले देखाउने छु टक्क। आज चाहिँ आफ्टर लङ टाइम पछि स्विमिङ गर्न हिँडेको होइन। अहिले चाहिँ हामी खोलामा आइसकेका छौँ होइन। अब चाहिँ हामी खोलाबाट अलि पर छ र चाहिँ होइन। अब चाहिँ यहाँ केटाहरू छन् होइन, अगाडि छन् केटाहरू। यो चाहिँ हाम्रो घटी जाने बाटो चाहिँ होइन। हामी चाहिँ मोटर बाटो गएको थियौँ। अझै चाहिँ आउँदै होइन, शुभम मामा आउँदै हुनुहुन्छ। त्यहाँको बौलाहरू आफू नलिएर जाए गोविन्दै यो केटाकेटीको छुट्टै यो जग्छ न, अनि हाम्रो चाहिँ छुट्टै हुन्छ होइन। यस्तो पसिना निक्ले घाम नलाउँदा पनि। दिवस भाइ के गरेको के गरेको घाँस काटेको? अब चाहिँ टक्क लाएर त्यहाँ चाहिँ मामा टक्क चिसो खाँदै आउनु भएको। अब चाहिँ यत्रो खोला जक्सन मामे मामे डिप्रेसन राख। अझै टक्क हामीले नास्ता खाँदैछौँ। केटाले उहाँ बसेर खाइरहेछन् होइन नास्ता। अब चाहिँ हामीले यहाँ नास्ता खाएर बस्छौँ होइन। हामी बिराल चाहिँ अब यहाँ नास्ता खाँदै हुनुहुन्छ दाइहरूले। टक्क माछाको एक किलो जति भएको छ। चाहिँ माछा अति लगाएर खाइन्छ। उहाँ तलतिर फेरि केटाहरूले उस गर्दैछन्, नौले पौडिँदैछन्। मामा चाहिँ पुरा चिसो खाँदै हेर्नुहुन्छ। अझै परदिन सर हुनुहुन्छ। चाहिँ लक्ष्मी मामाले स्परा खाँदै हुनुहुन्छ। मलाई पठाउने है क्यामेरा राम्रो हो यो राख्दा। चादर कति छ?
तिम्रै छोरी म भाषी कोही नचाहिने तिम्रै छोरी जुन बेला नि नचाहिने तिम्रै छोरी म भाषी कोही नचाहिने तिम्रै छोरी निको छैन आफ्नो छोरी नहर माउली आफ्नो छोरी नखर माउली सासु आमै मै तन्नेरीलाई गा मै तन्नेरीलाई गा मै तन्नेरीलाई गा मै तन्नेरीलाई गा सेभेनको सेभेन काम सकिसकेका छौँ अब चाहिँ हामी फेरि बसेछौँ होइन टक्क लगाएर बेलुकी खायो अब यस्तो मिठो भ्याइदे चाहिँ टिकटकर हुनुहुन्छ होइन टिकटक गराउँदै हुनुहुन्छ यता चाहिँ हाम्रो लक्ष्य सर हुनुहुन्छ होइन यता चाहिँ रमाइलो होइन अब यता चाहिँ केटाकेटी छन् होइन यता चाहिँ नौनान भएको अरे होइन उहाँको घर चाहिँ उहाँ जापान टोकिया पर्छ अरे होइन कहिले जाने यता जापान टोकिया अरे जापान टोकिया के बोले क्या दिनको कहाँ तेर्छ हुने बिस्तारै है टाउकोमा हान्देला कन्ड घटेको यस्तो मिडियम साइज हो यो चाहिँ हाम्रो होइन रातै बनाइदिएछ नि ढुङ्गाले रोगनी भिडियो चाहिँ भइरहेछ है ल ल ल हान्नुलाई कडा गाउँवाले बाढी आएछ
अब चाहिँ टक्क होइन हामी हिँड्दा हिँड्दा यहाँ पँधेरामा आएको छौँ होइन गाङ्दी पँधेरामा होइन अझै यता मामा थाकेर बस्नु भएको अनि उता मामा अर्को शुभम मामा हुनुहुन्छ गाउँको मस्त पानी खतरा होइन यो पानी चाहिँ मैले खान्छु होइन साथीहरू एकदम चिसो छ कि साथीहरू होइन देख्न सक्नुहुन्छ चिसो हो मामा चाहिँ खतरा थाक्नुहुन्छ क्या उहाँ चाहिँ बुटोलमा बस्नुहुन्छ अब गाउँतिर नहिँड्ने के अरे त्यही भएर थाक्नु भएको अब चाहिँ टक्क लाएर होइन 5 मिनट ठ्याक्क 5 मिनटमा हामी घर पुग्छौँ होइन त्यही हो साथीहरू यता मामाले चाहिँ पानी खानु खोज्नु पानीको भिखारी गाउँमा त यस्तो रहेछ कि पानी खाने अभाव रहेछ गाईहरू यार के गर्नु पर्ने हो यहाँको वडा दक्षको पानी नपाइने यार त बुटोलतिर त मस्त छ्यालवेल पाइन्छ है पानी कति वर्ष आउनुभयो त नेपाल अरे यहाँ गाउँमा आएको यस्तो पानी खान नपाइने नपाउने यहाँ यस्तो पानी फोहोरो रहेछ यो फेरि सबै फोहोरो छ कि एकदमै कचडा मात्रै छ कि सब माछा पाला होइन माछा भ्याउता जम्मै रहेछ यो उहाँ चाहिँ 3 वर्षपछि बल्ल गाउँमा आउनु भएको छ होइन कस्तो भएको त गाउँमा उकाली ओह्राली गर्दा अब खुट्टा दुखिहाल्छ जम्मै तल माथि शरीर दुखिहाल्छ 2 दिन हिँडाले भान्जाले रमाइलो भएको हजुरलाई गण्डकी प्रदेशमा बोलाएको थियो किन जानु भएन त जाने भनेको त्यस्तै भयो अलिअलि यता त हात दुखिहाल्छ कि ए इन्जरी गरिदियो हुनुहुन्छ अब चाहिँ टक्क होइन डाँडामा आइयो साथीहरू होइन अलि अब चाहिँ होइन घाम अझै लाग्यो टक्क हामी डाँडामा आइयो साथीहरू होइन यस्तो बवाल छ नि होइन डाँडामा चाहिँ यता पसलहरू छ टक्क ब्रिज रोड छ त्यहाँदेखि माथिसम्म हामी त्यत्रो तलदेखि आइयो अब चाहिँ हामी 3 जना चाहिँ घर आइन्छ अब चाहिँ पबे कति बेला आउने त टोइलेट अब चाहिँ हामी दोकानमा आइसकेका छौँ कस्तो भयो त खोलामा पौडेर आउँदा बबाल रमाइलो भयो होइन केटा अहिले फेरि निस्किँदा यस्तो पसिना निक्ले नि चाहिँ यता यस्तो घाम चर्के होइन माथि डिप्रेशन डिप्रेशन
अच्छा